आँपको अचार बनाउन गइरहेको छु। काँचो आँपहरू यो चाहिँ हाम्रो आँप फलेको, यो चाहिँ पुरै रुख हो है, यो चाहिँ पुरै रुख हो। पछि हामीले आँप चाहिँ यसरी टिपेर ल्याएर काट्यो, कोही त पाकिसकेको रहेछ है गाइस। यो चाहिँ यसरी टक्क अब यसलाई चाहिँ हामी एकपल्ट पानीमा भिजाएर हामीले चाहिँ काट्दैछौँ। यो चाहिँ हाम्रो अचारको लागि पुरै, यो चाहिँ एक दिन काटेर पुरै घाममा सुकाउने सर्टकटहरू छ। तपाईँहरूले एउटा कुरा नोटिस गर्नुभयो, हामीले त यहाँ पुरै अचार बनाउनुको लागि अर्जेन्टिनाबाट मेसीलाई पनि खेताला बोलाएको छ क्या, यता रोनाल्डोलाई पनि बोलाएको छ हामीले है। हाम्रो खेताला खतरा छ नि, हाम्रो त अचार मेकर ग्याङहरू रहेछ है। ट्याक्क कति लाने रे, आफूले बनाएको, आफूले बनाएको आफूले घर लाने हो होइन। फुलको नाम चाहिँ के होला गाइस, यो फुलको नाम चाहिँ ठ्याक्कै मलाई थाहा भएन। बादल लागेर है, पुरै एकदम गर्मीको मौसम जनकपुरमा एकदम गर्मी छ। हाम्रो चाहिँ पहिलो स्टेप सक्यो गाइजहरू। हजुरहरूलाई चाहिँ अचार आँपको कतिको मनपर्छ? मलाई त एकदम फिट्टिकै मन पर्दैन है। मलाई चाहिँ मासु बाहेक अरू केही मन पर्दैन। यस्तो अचार सचार भन्ने चिज खाने नै होइन। आँपको अचार चाहिँ एकदमै काटेर हामी रेडी गरिसकेका छौँ र यसलाई पानीमा पुरै पखालेर, यो कालो पानी आउँछ, यो पानी चाहिँ फाल्ने। अनि त्यसपछि यो फालिसकेपछि यसलाई बेसार र नुनमा हालेर 1-2 दिन राख्ने, घाममा सुकाउने। घाममा सुकाइसकेपछि यो पानी निस्किन्छ यसमा, फेरि त्यो पानी सबै फालिदिने र यो बोक्राहरू छ नि सबै कालो कालो हुँदै जान्छ, त्यो पहेँलो हुँदै जान्छ होइन। उसमा के अरे नुन र बेसारमा भिजेर होइन। अनि त्यसपछि त्यो पानी फालेर यसलाई फेरि 1 दिन घाममा सुकाउने त्यत्तिकै। अनि सुकाएर अब मसला के आफूलाई मनपर्छ मन पर्ने मसलाहरू, नभए मसला पनि हामीले नेक्स्ट भिडियोमा सबै एक एक गरेर देखाउँछौँ तपाईँहरूलाई होइन। जुन दिन हामी अचार हाल्छौँ त्यो दिन चाहिँ पुरै मसला देखाएर बनाउँछौँ होइन है। त आजलाई यति नै, बाई 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 गाइस। ल अब हाम्रो पानी सुक्छ, पानी सुकिसकेपछि त्यसमा बेसार र नुन मोलेर त्यो बाल्टीमा राखेर फेरि 2 दिनसम्म ढल्याउने यसलाई पुरै नुनमा, नुन र बेसार। हाम्रो गाइस यस्तो हेर्दै खाउँछौँ न, मुखबाट पानी आइसक्यो। ल हेर्दै खाउँ, को कोले मन पर्छ यस्तो? त्यसमा राखौँ माथि, त्यसको माथि